आँपको सिजन भन्ने बित्तिकै मलाई चाहिँ आँपको मिठो तितौराको याद आउँछ। यहाँहरूलाई के को याद आउँछ होला? आउनुहोस् आज सँगै बनाउन सुरु गरौँ आँपको तितौरा। हामीलाई सुरुमा चाहिन्छ आँप। आँपलाई चाहिँ राम्रोसँग पखालेर यसको बोक्रा सुत्दै काटेर चाहिँ घाममा मजाले 100% डिहाइड्रेसन नहुँदासम्म यसरी झुरुम झुरुम हुँदासम्म घाममा सुकाउने र घरमै सुकाएर राखेको खुर्सानीलाई चाहिँ राम्रोसँग रोस्ट गरेर चिल्ली फ्लेक्स बनाउनको लागि हामीले युज गर्न पनि सकिन्छ। यसलाई चाहिँ मिक्सरमा वा खलमा पिस्न सकिन्छ। राम्रोसँग पिसिसके पछाडि हेर्नुहोस् त कस्तो मजाले यतिको तयार भइसकेको छ। यो यतिको बनाउँदा हुन्छ। र हामीले चाहिँ सक्खर पगाल्नको लागि चाहिँ एउटा कराईमा पानी हालेर चाहिँ मजाले सक्खर पगाल्न सक्छौँ। सक्खरको सट्टामा चाहिँ हामीले चिनीमा पनि पकाउन सकिन्छ। मलाई चाहिँ सक्खरमा बनाएको एकदम मिठो लाग्छ। यहाँहरूले आफ्नो इच्छा अनुसार बनाउन सक्नुहुन्छ। सक्खरलाई चाहिँ राम्रोसँग पगाल्नुपर्छ। राम्रोसँग पगालिसके पछाडि यो सक्खरलाई चाहिँ हामीहरूले छान्नुपर्ने हुन्छ, किनकि आजकल सक्खरमा अलिकति फोहोरहरू देखिन थालिरहेको छ। त्यही भएर राम्रोसँग छान्ने यसलाई। राम्रोसँग सक्खर छानिसके पछाडि फेरि कराई पखालेर चाहिँ हामीले यसलाई बनाउनु पर्ने हुन्छ। हेर्नुहोस् त कस्तो मजाले छानिरहेको छ र अलिअलि फोहोरहरू पनि देखिरहेको छ। मैले चाहिँ थोरै तेल हालेर छुवाइया पारेर सक्खर राखेँ। फेरि यसमा मैले चिल्ली फ्लेक्स राखेँ, हिङ पनि राखेँ। हिङ चाहिँ अनिवार्य छ यसको लागि। चिल्ली पाउडर मैले त्यसमा बिरे नुन पनि एड गरिसकेको छु। बिरे नुन थोरै बेसार र सुकाएर राखेको आँप पनि। सबै आँप राखिसके पछाडि राम्रोसँग यसलाई पकाउनु पर्ने हुन्छ। छोपी छोपी पकाउनु पर्छ। पाक्न अलि धेरै बेर लाग्छ। यसलाई राम्रोसँग पकाइसके पछाडि चाहिँ हामीले यसरी बुक्लो बुक्लो उम्लिरहेको छ। हेर्नुहोस् त कस्तो मजाले उम्लिरहेको छ। छोपी छोपी पकाउनु पर्ने हुन्छ। मैले चाहिँ अलिकति ल्वाङ सुकमेलको पाउडर पनि थोरै राखेको छु। र अब यो रेडी भइसकेको छ। यतिको बाक्लो हुनुपर्छ यो चाहिँ। हेर्नुहोस् त कलर पनि कस्तो राम्रो देखिसकेको छ। एकदम मिठो हुन्छ यो अचार चाहिँ। यहाँहरूले खानासँग चिउरासँग जेसँग पनि खान सक्नुहुन्छ। यत्तिकै गर्मीको बेलामा अल्यास परेर निन्द्रा मात्रै लागिरहेको हुन्छ। यो 1-2 पिस खाँदाखेरिमा एकदम फ्रेस फिल हुन्छ। एकदम टाठो बनाइदिन्छ यसले। ट्वाक्क परेको हुन्छ नि त यो अचार। त्यही भएर यहाँहरूले यसरी नै बनाएर इन्जोय गर्न सक्नुहुन्छ। हेर्नु त यत्तिको बाक्लो नहुँदासम्म चाहिँ हामीले पकाइराख्नु पर्ने हुन्छ। र यसलाई चाहिँ हजुरहरूले 6 महिना वर्ष दिनसम्म पनि स्टोर गरेर राख्न सक्नुहुन्छ। Thank you for watching. Thank you all of you.